जय श्रीमन्नारायण सम्पूर्ण भक्तभागवतहरूप्रति हाम्रो गुरुकुलको नयाँ सत्र प्रारम्भ हुँदैछ आजबाट र यहाँ शून्य भएको थियो गुरुकुलमा। हुन त संसार भनेको शून्यतादेखि शून्यतासम्मको यात्रा हो, बीचमा मात्रै हल्लाचल्ला भन्ने हुने हो। त्यही पनि आज हाम्रा समक्षमा हुनुहुन्छ पूज्यवर गुरुदेवहरू र हाम्रो गुरुकुलमा अध्ययन गरेर वृन्दावन बनारसतिर गएर अध्ययन गरेर आउनुहुने हाम्रा आचार्य प्रवर, हाम्रै यसै गुरुकुलका धरोहर र हाम्रो गुरुकुलबाट प्रथम शास्त्री गर्ने हाम्रा विशाल आत्रेयजी हुनुहुन्छ र उहाँलाई वरण गरेर आजको हामी गुरुकुलमा वैदिक सनातन संस्कृत गुरुकुलका विद्यार्थीहरूलाई सम्हाल्नका निमित्त, विद्या अध्ययन गराउनका निमित्त, लघु सिद्धान्त कौमुदी पढाउनका निमित्त, भागवत पढाउनका निमित्त, साहित्य, ज्योतिष अनि उहाँले जान्नु भएको विषय भनेको सङ्गीत पनि छ र आचार्य प्रवर हाम्रा शास्त्रीजी विशाल आत्रेयजीलाई विशेष हामी स्वागत गर्दछौँ। र यसै क्रममा हाम्रो तोरीबारी संस्कृत गुरुकुलका निमित्त, सनातन हिन्दू संस्कृत विद्यालयका निमित्त पोखरा निवासी, पोखरा नेपाल राष्ट्रका हुनुहुन्छ र मान्छे जस्ता नाम पनि उस्तै छ उहाँको र उहाँ बनारसमा अध्ययन गर्दै हुनुहुन्थ्यो र हामीले निमन्त्रणा गरेको अनुसारले धेरै हामीले प्रयास गर्दा उहाँले हाम्रो निमन्त्रणालाई स्वीकार गरेर सनातन हिन्दू संस्कृत विद्यालयमा आचार्यत्व गर्नका निमित्त यसपालि वरणित हुनका निमित्त यहाँ आउनुभएको छ र पूज्यवर आचार्य प्रवर सुन्दर पौडेल, आचार्य प्रवर सुन्दर पौडेल है, झन् पाण्ड्यपट्टि र सुन्दर पौडेलजी हुनुहुन्छ र यसरी दुईजना आचार्य हामीले नयाँ रूपमा यसपालि वरण गर्दैछौँ र अब हामी गुरुदेवहरूलाई विशेष गरेर यहाँ वरण गर्नेछौँ। हरे ओम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। ओम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। र हामीले यहाँ शिवधाम भएको कारणले गर्दा भगवान भोले बाबाको दुईटै गुरुकुलमा हाम्रा भोले बाबाको कृपाले गर्दा विद्या कामस्तु गिरिशम, विद्याको कामना गर्नेहरूले गिरिशम भनेका भगवान भोले बाबाको उपासना गर्नुपर्दछ भन्ने भएको कारणले गर्दा सुरेश्वर भगवानलाई नमन गर्दै र आचार्यत्व प्रदान गर्दै हाम्रा दुई विद्यार्थी स्वरूप वा आचार्य स्वरूप हाम्रा गुरुदेवहरूलाई अब हामी माल्यार्पण गर्दैछौँ र हाम्रा विशालजीलाई विशेष स्वागत छ। एउटा कुरा खुसी लाग्यो, हाम्रा विद्यार्थीहरूलाई कहाँनिर ताली बजाउनुपर्छ भन्ने कुरो यिनीहरूलाई मुखस्थ भइसकेको छ। यहाँसम्म गएपछि धेरै ठुलो प्रगति हो यो पनि है। र अब हामीले दण्ड कुनै पनि का लागि गुरुकुलका निमित्त हामीले दण्ड, गुरुजीका पासमा दण्ड हुनुपर्दछ। मान्छेको गोठालो भनेको हामी गुरुजीहरू हौँ, मानिसका गोठालो, मानिसलाई शिक्षा दिनुपर्दछ। हुन त कुनै पनि जीव जन्तुहरूलाई शिक्षा दिनु पर्दैन, तर मान्छेलाई विशेष गरेर शिक्षा दिनुपर्दछ, त्यसका निमित्त दण्ड ग्रहण गर्नुपर्दछ। र आउँ अब उहाँलाई हामी दण्ड दिनेछौँ आजदेखि। दण्ड प्रदान गर्ने विद्यार्थी जो बदमास गर्न प्रकारको मन गर्दछन् त्यस्तालाई विशेष गरेर दण्ड दिनेका निमित्त यो दण्ड अब कहिलेसम्म यो दण्डले काम गर्दछ त भन्दा जबसम्म त्रिदण्ड हुँदैन है, सन्यास ग्रहण गर्दैनन् तबसम्म, जबसम्म दण्ड धारण गराउने क्षमताका बनाइँदैन अनि तबसम्मका निमित्त हामीले विशेष गरेर यो शुभ आशीर्वाद छ।
हाम्रा आचार्यगणहरूलाई र साथमा भनेको अब हामीले दक्षिणा पनि दिएर ल अब यो ब्राह्मणलाई टिको लगाइसकेपछि दक्षिणा दिएन भने फुको हुन्छ अरे। अनि टिको लगाइसक्दाखेरि आशा पनि हुन्छ अरे भित्रबाट, अब टिको लगा अब दक्षिणा आउँछ भनेर होइन। त्यस कारणले गर्दाखेरि यो दक्षिणा आज दुईजना आचार्यहरूलाई र विशेष गरेर हाम्रा समितिका पदाधिकारी गणहरू जो यस गुरुकुलका पदाधिकारी गणहरू उहाँहरूले पनि कुनै आउनुहुनेछ र हाम्रो व्यवस्था मिलाउनु हुनेछ र आज हामीले सरासर गरेका छौँ। र त्यसमा अब आजबाट आफ्ना विद्यार्थीहरूलाई कतिको तगडा बनाएर निकाल्ने, कतिको धुरन्धर बनाएर निकाल्ने आचार्यमाथि र शिष्यहरूको पनि आफ्नै एउटा गरिमा हुन्छ र पढ्न आएकाले पढ्नु पर्यो। र यहाँ मोबाइल चल्दैन, यहाँ धेरै सुत्न पनि पाइँदैन। यहाँनिर केवल गुरुकुल भनेपछि बिहानदेखि लिएर बिहान 4 बजीदेखि लिएर बेलुका 9 बजीसम्म हामीले अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ हामी स्वागत गरौँ गुरुदेवहरूलाई मन्त्र पढेर। हरे ओम स्वस्ति शास्त्रीजी विशाल आत्रेयजीलाई हामी 2 वचन केही हजुरले बोलिदिनु होला। जय श्रीमन्नारायण। सम्पूर्ण भक्तभागहरूमा धेरै खुसीको कुरा हो। यसै गुरुकुलमा अध्ययन गरेर आज यसै गुरुकुलमा पढाउन पाउने एउटा ठुलो भाग्य मैले यहाँ सौभाग्य प्राप्त गरेको छु भने म धेरै जय श्रीमन्नारायण। सम्पूर्ण भक्त सज्जनहरूमा आज धेरै खुसीको कुरा हो कि यसै गुरुकुलमा अध्ययन गरेर मैले अलिकति भए पनि उता काशी बनारसतिर गएर ज्ञान अर्जित गरेर यसो सम्पूर्ण विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गर्दै म यहाँ गुरुजीको आज्ञाअनुसार, गुरुजीको कृपाअनुसार जति मैले अध्ययन गरेँ, मैले जानेको जति मैले सम्पूर्ण विद्यार्थीहरूलाई अध्ययन गराउनेछु भन्ने भगवान् शङ्करको आशीर्वाद प्राप्त गरेँ। जय श्रीमन्नारायण। सर्वप्रथम त म गुरुदेवप्रति साष्टाङ्ग दण्डवत गर्न चाहन्छु। मैले यहाँ आफूले जाने जति पढाउन पाएँ, आफूले जाने जति सक्दो प्रयास गरेर गुरुकुललाई अझै अगाडि बढाउने प्रयास गर्नेछु। र मैले जति जाने व्याकरण, वेद, हितोपदेश, अमरकोश जति पनि मैले जानेको छु, सिकेको छु, यो बटुघरलाई सिकाएर म आफूले जति जानेको छु बटुघरलाई यहाँ गुरुकुलमा फेरि पछिको लागि सिकाउने बनाउने छु भन्दै गुरुजीको चरणमा साष्टाङ्ग दण्डवत गर्दै म यहाँबाट धन्यवाद प्रणाम गर। धन्यवाद प्रणाम सबैले।
तिमीहरू